ल घरले दियो साथीहरू चट्टा रिल्याक्स तरिकाले मजा छ शीतल हावा आइरहेको छ जा भाइ त काम गर्दै ल म चाहिँ घर लिनु थालेँ साथीहरू घर दिन अस्ति दिदीको भर्खर 1 महिना भएको छैन खाँदैदेखि 1 हप्ता पनि भएको छैन क्या साथीहरू घर लिनु त्यो चल्दै साथीहरू सिमरा हालिदिन्छु जस्तो लाग्छ के गर्नु पैसा छैन धन्नु हुने मान्छेको मन भएर काम छैन रहेछ धनु चाहिने साथीहरू होइन त्यही राम्रो थियो मलाई साफसफाइ कार्यक्रम आज मेरो हुँदैछ ओइ समीर पान ल्याइ त भाइ पान ल्याइ दे कस्तो नचाल्यो क्या गिल्दो रहेछ माटोको यो चालीको मलाई यही हो झ्याउ लाग्ने यो फाटेको चाल्नु क्या लास गिट्टी लाग्छ चाल्नै आउँदैन साथीहरू ल है लिँदैछु मस्त तरिकाले घर होइन फाटेको त बस्दै यत्तिकै सरर कुदाइदिनु होइन पानी होइन त्यो ठुलोबाट चाहिँ ठुलोबाट त्यसमा होइन क्या ठुलोमा यहाँ पर बाल्टी छ नि सेतो बाल्टी नलगा नि त्यहाँ पानी सेतो बाल्टी छ नि ओ सेतो बाल्टी लिएर राखेर यहाँ अगाडि त्योमा पानी चाहिन्छ के ठुलो ठुलो भन्छु झन् त्यसमा हुँदैन सरर कुदाइदिने हो साथीहरू घर चाहिँ सरलक्कै यसकै छैन सब्जी हाल्छु चाल्नु छैन यतिले सरर कुदाउने मात्रै हो चाल्दैन हल्छी लाग्छ चाल्दैन साथीहरू छोरा मान्छेले लु घरकाएर बाल्टी लिएन यो बाल्टीको थोरै छ उहाँ राख्दियो म त हो त राख्छु त्यो अघिको जग खोइ कुन जग त्यो अघि तैँले लिएको सानो जग हौ त्यो पनि त्यहाँ राख्दै बाल्टीसँग बिस्तारा फाल्न बिस्तारा ल फोटा छन् हौ भाइहरूको किन फोटा भएको त भाँडा माझ्न समीर त्यो साबुन भेटिस् समीर साबुन भेट साबुन यसो पुऱ्याइदिने त्यति राम्रो त आउँदैन बुढीले सबै दिथ्यो कि बुढीलाई कति पाउँछ जस्तो लाग्थ्यो नलाग्छ नि त आफ्नो बुढीलाई गएर आफूले आफूले हालिदिनेको राम्रो नहुँदा छ त्यति राम्रो दिने आउँदैन अब लिबी राख्ने बानी भएर बुढीसँग खत्रै कहिलेकाहीँ समटाइम हान्ने मान्छेलाई कहाँ एक्सपिरियन्स त पुरै एक्सपिरियन्स हुँदैन नि त यो चिज पनि काम गर्दै गएपछि एक्सपिरियन्स हुनु त होइन साथीहरू काम गर्दै गयो भने यो नत्र त्यत्तिकै चाहिँ कहाँ अनुभव त लिनु पऱ्यो नि होइन मान्छेले अनुभव लिनु भनेको ठुलो कुरा के साथी यसो जे गर्ने सिक्नु हाल्दैन भोलिको दिनमा आफूलाई मान्छेबाट सक्छु यस्तै गाउँलाई सुलिक्नु गरेर राख्नु यस्तै गर्नुपर्ने घरको ठुलो होइन बाँकीको ठुलो त्यही भएर चाहिँ घर हाल्दैछु है सिक्दैछु प्र्याक्टिस इन प्रफिट भन्छु जस्तै क्या सबै प्र्याक्टिस गर्दैछु सबैतिर भाँडा धुऊ समीरले भाँडा धुने के हो आज भात त खाँदैन तैँले भात खाँदैन कहाँ हुन्छ
भात छैन? चारो त्यहाँ माथि राख्न त्यो कुखुरा दिनुपर्छ के एउटा उयोमा राख्ने कुखुरालाई दिएन नत्र त्यहाँ छोडिदिउँ गफ नगरी अल्छी लाग्यो भन् न यसलाई साह्रो अल्छी लाग्यो यो त मान्छे त खत्तम रहेछ अनि दिन त पर्छ त म त्यो केमा राखिस् त हल्का डिस्केस रमाइलो एक हप्ताको कुरो आएको म त डेन्जर ठुलो खायो के पछाड छ हौ मलाई चाहिँ यार डेन्जर बिग बस भनेको बिग डग भन्थ्यो नि रेस्लिङ जस्तै हो बिग डग टाइपको मान्छे बिग डगै भनिदिउँ न 52 वर्षको मान्छे 25-26 वर्ष आएको जस्तो छ मसँग मिल्दै गरेँ कहाँ टुट्लो त्यो कति मोटो छ त होइन साथीहरू यस रमाइलो लागिरहेको छ त सररा मलाई त मजा थाहा छ भाग्यको के साह्रो फुटेछ त यता ताल्नु पो झ्याउ रहेछ त जित्नु चाहिँ मजाको कि ताल्नु चाहिँ गाड मस्किने भयो साथीहरू बेला अन्त रहेछ ताल्नु ताल्दा दिमाग खराब हुँदैछ पनि ताल्छ गाडी किनेर छ नि पैसा मैले लु कस्तो खुने बित्तिकै भत्किँदैन घर चाहिँ हातै कति खसेर मेरो किन यस्तो भएको खस्रो भयो तल खस्रै भएर होला हौ यस्तो भएको त्यस्तै लाग्दैछ खस्रै भएर हो क्या हो तालै आएन बढी हाँस्दै नै भयो घरे आम्मो केले बिग्रियो भन्छ लाज मर्दै भएको मेरो इज्जतको सवालै नभने भयो अब ताल्नै आउँदैन नि के पोट्नु मात्रै आउँछ पोट्नु मात्रै आउँछ के खानु यस्तो त हुँदैन यार यो त कति हो कति हो पत्ती पिन म बत्ती भन्छ त्यस्तै हो निम्की जस्तै हो गाउँ खाने कथा अनि खाइसकेको अस्तिको एउटा भाइले भनिदिइरहेको थियो साथी पत्तीमा पत्ती पिन बत्ती भने के हो भने मलाई म त हेरेँ भन्छ खाइ भन्नु अनि भरेको कोही यसो निम्की साथीहरू 4-5 वर्ष अलि पढाइदिन्छु यस्तै हो होइन पढिएन भन्दा पढाउँदा पढायो फोकस दिएन नि त एन्ड एजुकेसन इज ए बिग थिङ भन्थ्यो त्यही हुन्छ है साथीहरू यही हुँदो रहेछन् थाहै थिएन मलाई कहिले है अलिक थाहा हुँदैछ बिस्तारै पहिले स्कुल घरै लेख्थेन अब अहिले भइसकेपछि बाध्य चाहिँ पर्नु चाहिँ क्या अहिले जाँदा कति काम लाउने कति भ्याउनु है आफ्नै हात लाग्नु पऱ्यो मैले चाहिँ यसो हल्का टाइपमा
लगाउँदाखेरि साह्रो हुन्छ कि यो उयोमा कस्तो खालको माटोले ल्याउने मलाई पनि थाहा भएन कस्तो खालको माटो चाहिन्छ भनेर थाहा छैन माटोको अनुभवै भएन नि त मलाई थोरै म बारी गाडी भन्दैन नि त मलाई बारी गाडीको थाहा छैन नि त यो माटो यस्तो यो माटो यस्तो भनेर आफू गाईहरू पऱ्यो नि साथीहरू अब परियो एकदमै प्योर किसान फार्मर बोय फार्मर बोयको जिन्दगी फार्मरमा जाने फार्मर बोयको जिन्दगी फार्मरमै जाने हो साथीहरू फार्मरबाट कहिले माथि निस्किने हो म मजा छ मजा छ मजा कत्रो घरहरू छ यो कति ठुलो क्या यहाँ यसको यो घर चाहिँ आँगन जस्तो सिकुवा सिकुवा हामी सिक्का हुन्छ साथीहरू हाम्रो गाउँघरतिर कता के होइन सर्लक्कै भइदिनु आफैको अवस्था कस्तो घाँटी दुख्यो घाँटी दुखिरहेको छ हजुरहरू ज्वरो यस्तो छ तपाईँले घाँटी दुखेको छ नि भाइ कस्तो भइरहेको छ घाममा मजा छ मजा छ कि मलाई त मलाई सधैँ समीर किन मजा लागेन ल पातलो बस्नु पर्यो किन भ्याइदिनु रोबोट जति हो क्या रोबोटले बेसी खिचेको हुन्छ होला रोबोटकै भाइ परेछ म रोबोटकै निको नि त रोबोट भने मेरो एउटा साथी छ है एउटा साथी छ नि त हौ मेरो साथीहरू त्यही रोबोटकै निको कि म त्यही रोबोट भनिदिएको अरे क्या सबैलाई चाहिँ रोबोटै बनाइदियो क्या सोचे चाहिँ जिन्दगी रहन्छ साथीहरू सोचे जस्तो हुँदैन सबै कुराहरू आफूले गर्नु पर्दो रहेछ लक्क जमानमा के पर्छ सोचले यस्तो गरिहालिन्छ नि भोलि सोचेको के हो अनि दुःख भएर दुःखै त पाएर घरतिरै छु साइक गएको छु अहिलेसम्म त्यही हो साथीहरू घरतिरै छु बाबाले बनाइदिएको घरमै छु बाबाले सपोर्ट सम्पत्तिमै छु भनौँ न आफूले अहिलेसम्म एउटा केही जोडे आएन त्यही त भन्नु पऱ्यो नि अब नजोडेको चिज चाहिँ भन्नु नजोडेको केही जोड्नु सकेको छैन त त्यही हो केही गर्नु सकेको छैन यति बेसी गाउँघरतिर आफ्नो घरमा बाबाले त्यो बनाएर पसिना बगाएर बनाएको साथीहरूको लङ्गर भएपछि काम लाग्दो रहेछन् लङ्गर भइयो लिएर खाइयो दिल्लीहरू अहिले बुढेसकाल जस्तै भयो बिहे अगाडि गएपछि चाहिँ घरमै आउनु पऱ्यो अर्को गाउँको दिन्छ पहिले चाहिँ मुला हुँदाखेरि मुला बस्दा हुन्थ्यो मुलाले स्कुल जान्थ्यो अन्त हो बुढो भइएपछि जो साथीभाइले हेरिदिनु रहेछ साथीहरू कसै आफन्त अहिले पनि कसैले अस्ति नगरेको रहेछ पहिले चाहिँ यता आइज खाल्ला उता भन्थ्यो बुढेसकाल आएपछि कहाँ हुँदा